हेलो साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। आज म आलुको रेसिपी लिएर आएको छु। सबभन्दा फर्स्टमा मैले चाहिँ आलुलाई दुईटा बनाएर काटेँ, सानो सानो आलुलाई, अनि यसरी मजाले धोएँ। त्यसपछि भित्र लिएर आएर तेल हालेँ अनि प्याज हालेँ। प्याज हालिसकेपछि मैले आलुलाई यसरी हालिदिएँ। अब म चाहिँ एकछिन यो आलुलाई चलाउँछु अनि त्यसपछि नुन हालेँ। नुन हालेर यसलाई मजाले चलाउनुपर्छ। नुन एकदम राम्रोसँग मिल्ने गरेर चलाउनुपर्छ। त्यसपछि मैले एकछिन छोपिदिएँ। एकछिनपछि फेरि मैले आलुलाई चलाएँ। आलुलाई यसरी चलाइसकेपछि मैले बेसार हालेँ। यतिको फुटिसकेपछि बेसार हाल्नुपर्छ। यसरी बेसार हालेर मजाले चलाएर चाहिँ एकछिनपछि मसला हालेँ। मसला हालेर मजाले चलाएर चाहिँ एकछिन पानी हालिदिएँ। पानी हालेर छोपिदिएँ। मेरो आलुको रेसिपी चाहिँ तयार भइसकेको छ। हेर्न सक्नुहुन्छ साथीहरू, कति मिठो देखेछ, खाम लाग्ने। हजुरहरू पनि यसरी बनाएर खान सक्नुहुन्छ। मेरो रेसिपी कस्तो लाग्यो कमेन्ट गर्नुहोला। थ्याङ्क यू।